कुरा चाहिँ मलाई चाहिँ लाग्दछ। र यो घाइतेहरूको बिचको कुरा जस्तै म घाइते भए म फिजिकली फिट छु, मैले सरकारबाट कुनै कुराहरू क्लेम गर्नुपर्छ भन्ने चाहिँ म मान्यता राख्दिनँ। तर कतिपय साथीहरू अति नै ड्यामेज हुनुहुन्छ, जस्तै एउटा दाइ उहाँ हुनुहुन्छ, उहाँ त्यो कुनै काम गर्न फिजिकली काम गर्न सक्ने अवस्था नै छैन। उहाँहरूलाई चाहिँ फर्स्ट प्रायोरिटीमा राखेर सरकारले गर्न सक्नुपर्छ। किनभने हिजो तपाईँको महाधिवेशन हुँदाखेरि यत्रो लागत हुँदै गर्दा यति दिनमा नै महाधिवेशन चाहिँ हुन सक्ने भने 8-9 महिना अगाडि भएका घाइतेहरूको संरक्षण किन हुन नसक्ने? आज कसैले आफ्नो बिरामी उपचारको क्रममा भएको खर्चहरू उठाउन सकेका छैन, कसैले केही गर्न सकेका छन्। मलाई चाहिँ चाहिँदैन, किनभने म क्यापेबल छु, सो मलाई पर्दैन भने अरूलाई पनि पर्दैन भन्ने चाहिँ मान्यता होइन। एउटा क्याटेगोरी वाइज छुट्याएर मजाले वर्गीकरणमा पनि तपाईँको त्यस्तै छ। 4वटा 3वटा गोली लागेको मान्छेलाई चाहिँ सामान्यमा हालिदिएको छ होइन। बिचराहरू कसैका छातीहरूमा छर्राहरू बाँच्चा छन्। कुनै डक्टरले भन्छ भोलि क्यान्सर हुन सक्छ भन्छ, कसैले केही हुँदैन भन्छ। अनि त्यसको जिम्मेवारी सरकारले एउटा सम्बन्धित राम्रो डक्टर राखेर किन क्लियरिफाई गर्दैन? यो कुरामा चाहिँ किन सरकार पर्छ? यसमा चाहिँ मेरो आपत्ति हो सरकारप्रति। किनभने आफ्नो कामहरू चाहिँ हुने, चुनाव हुने, चुनाव समयमा भयो, चुनाव समयमा भयो, राम्रो सिट आउने बित्तिकै सरकार बन्यो होइन। अनि यो बिचरा 2200-2300 जना 2500 जना पनि घाइते हुन्छ, उनीहरूलाई चाहिँ वर्गीकरण गरेर एउटा सर्टेन समयमा किन सर्ट आउट गर्न सक्दैन? यो कुरा चाहिँ सरकारले यसमा चाहिँ ध्यान दियोस्। र एउटा कुरा चाहिँ बालन सरकारले भनिदिनु हुँदैन, चुनाव 4-5 वर्षपछि फेरि पनि हुनेवाला छ। एकदम धन्यवाद। सुशासन आयोगको सरकारले जेजेको बारेमा सिरियसली कुनै पनि कदम अगाडि चालेन। खालि चुनाव गराएन मात्रै। जेजेलाई कुनै पनि ठाउँमा पुर्याउनु पर्छ, जेजेको भावनाअनुसार काम गर्नुपर्छ भनेर सोचेको आएन। तर भाइलेन्स आइसकेपछि धेरैले अनुमान गरेका थिए केही हुन्छ। हिजो म राष्ट्रिय सुरक्षा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा त्यहाँ जेन्जीहरू अथवा जेन्जी घाइतेहरू अथवा शहीदहरूको त्यहाँ चाहिँ सबै शहीदहरूको तस्बिर राखेको भए राम्रो हुन्थ्यो। किन भन्दाखेरि जेन्जीहरूको चाहना र रहरले बनेको यो सरकार हो। त्यसैले राष्ट्रिय सुरक्षा पार्टीको महाधिवेशनमा एउटा कुरा चाहिँ हुनै पर्थ्यो, त्यहाँ घाइते पनि उपस्थित हुनु पर्थ्यो, घाइतेलाई मनको राख्नु पर्थ्यो, 2-4 जना घाइते बोलाएर, र शहीद परिवारलाई राख्नु पर्थ्यो, र शहीदहरूको चाहिँ तस्बिर त्यहाँ टाँस्नु पर्थ्यो। राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय सुरक्षा पार्टीले अब चितवन घोषणापत्र जारी गर्दाखेरि महाधिवेशन समापन हुँदाखेरि जेजेको बारेमा प्रश्नमा बोल्नुपर्छ, घाइतेहरूको बारेमा बोल्नुपर्छ, र शहीद परिवारलाई तुरुन्त रोजगारी दिनुपर्छ। तुरुन्तै। किन भन्दाखेरि शहीद परिवार अझै पनि विकल्प छन्, समस्यामा छन्, कतिपयले रोजगारी पाएकै छैन। त्यतिर ध्यान दिनुपर्छ। यादवजी भनेको नेतृत्वकर्तामा यो भएको भूमिकालाई म अहिले पनि सानोबाट अभिनन्दन गर्न चाहन्छु। जस्तो हामीले भन्नुभयो, म आफूलाई जेन्जी घाइते भनेर चिनाउन चाहने नागरिक भएर देश परिवर्तन गर्न चाहन्छु भन्नुभयो। त्यो महानता हो। तपाईँलाई म सानो गर्न चाहन्छु। थ्याङ्क यू सो मच। अहिले जोडेको कुरामा मेरो अर्को कुरा पनि जोडिहालेँ। जुन सुशीला कार्कीको सरकार थियो, उहाँले सरकार कहाँबाट कसरी कहाँबाट उहाँ प्रधानमन्त्री बन्नुभयो भन्ने कुरामा इभन मैले पनि बुझ्न सकेको थिएन। जति बेला यादव अञ्चल बसिराखेका थिए अनि त्यति बेला चाहिँ हामी वार्ताटोली बनाएर हामी त्यहाँ गएका थियौँ। तर उहाँबाट रेस्पोन्स के आयो भने 40वटा 50वटा जेन्जीका टिम छन्, मैले कस्तो कुरा सुन्ने भने। तर उहाँले एउटा कुरा चाहिँ आफूले क्लियरिफाई गर्नुभएको रहेछ कि जेन्जी प्रोटेस्ट केको लागि भएको थियो भन्ने कुरा चाहिँ उहाँले क्लियरिफाई गर्नुभएको थिएन रहेछ। किनभने जेन्जी त नेपालभरिकै जेन्जी हुन् नि भन्ने सुनिन्छ नि। एमालेको जेन्जी, काङ्ग्रेसको जेन्जी, माओवादी हो, सबैको जेन्जी हुन्छ। जेन्जी भने के हो त? जस्ट एज ग्रुप त हो नि होइन, सबैको जेन्जी हुनु स्वाभाविक कुरा हो नि। तर कन्सेप्ट के हो भन्ने कुरा चाहिँ उहाँले बुझेर क्लियरिफाई गर्नु भएन। त्यति बेला पनि टार्ने काम नै भयो होइन। त्यो त अन्तरिम सरकार थियो, त्यति बेला चाहिँ टार्यो। अब चाहिँ टार्ने काम चाहिँ नहोस्। अब चाहिँ जस्तै मेरो आफ्नै भाइ छ एकजना, मलाई 23 गते गोली लाग्दै गर्दाखेरि ऊ आवेगमा आयो, भोलि बिहान तपाईँको आन्दोलनमा गएर आन्दोलन गर्न नपाउने आवेगमा त आगजनी गर्यो भन्छ। हरेक अनेक किसिमको हुन्छ नि आगजनी। जसले गरेको टायरले फालिदिनु भने त त्यो त आवेग होला नि त। लाइटर लगेर सल्काएर त्यहाँ आगो लगाउनु पो आगजनी होला। त्यो कुरा चाहिँ सरकारले भेरिफिकेसन गरोस् भन्छु म चाहिँ। र अर्को कुरा उहाँहरूको, किनभने यो हिजो अस्ति निकालेको त्यो प्रतिवेदनले पनि, मानव अधिकारले निकालेको प्रतिवेदनले पनि तपाईँ हामीले कुराहरू कतिपय कुराहरू त क्लियरिफाई गर्न सक्छौँ। त्यो कुरा पनि ध्यान दियो सरकारले। किनभने आज त्यत्रो 1100-1200 जना चाहिँ चुनावमा परेको छ। अनि अरू चाहिँ जो लिडिङमा बसिराखेका थिए, जो नाइके हुन्, उनीहरू चाहिँ
बाहिर हिँडिराख्ने होइन, उनीहरूका चाहिँ भिडियो देखिए पनि नदेखिए रेट्रोल नआउने, मिडियातिर नआउने। हामीलाई सोध्नुहोस् न, हामीले त कति भिडियोहरू देखाएको छौँ, कसैको कति भिडियो छन् भनेर, तर हामी किन त्यो कुरा, किन हामीसँग कुनै ब्याकअप नै छैन, हामीसँग कुनै सपोर्ट नै छैन। भोलि बिहान हामीलाई सुरक्षा गर्दैन भन्ने हामीसँग ग्यारेन्टी छैन, किन हामी स्वतन्त्र नागरिक हो। हामीलाई, मलाई मेरो बाहेकहरूसँग भरोसा पनि छैन र म व्यक्तिहरूको मेरो लागि मै के हो होइन, त्यो लेभल हामीसँग भएर मात्रै आज 3 मिडिया ट्रोलहरू हुँदैनन्। एउटा बिचरा सामान्य एउटा मान्छे प्रोटेस्ट गर्न जान्छ, अघिल्लो दिन भएको कुरा सबै कुरा त अलमोस्ट सकिएको नसकिएको भएको कुरा त 24 गते भएको थियो नि त। किन 24 गते मात्रै हेरेर 23 गते किन हुँदैन, 23 गते के भएको थियो, त्यो कुरा त यिनीहरूले बुझिदिनु पर्ला। र यो सरकारले, बालन सरकारले बुझोस्, जनता यतिसम्म बेकुफ छैन कि तपाईँले एकचोटि भोट गरेर 5 वर्ष चाहिँ बेकुफ होला, 5 वर्षपछि इलेक्सन आउँदा चाहिँ बेकुफ हुँदैन भन्ने कुराको मलाई लाग्छ, म ढुक्कै छु। र त्यतिसम्म जनता चाहिँ बेकुफ हुँदैन। अब चाहिँ जनताले राम्रैसँग मूल्याङ्कन गर्नेवाला छ भन्ने कुरा बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।